सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अहिले म पनि सन्चै आरामै छु। म चाहिँ अहिले डुम्रीचोर ओडामा हिँडेको छु। नागरिकता गराउनको लागि के गराउनु पर्छ गरे त्यही गराउन हिँडिरहेको अहिले चाहिँ म र मम्मी नागरिकता गराउन हिँडिरहेको छौँ। नागरिकता गराउनलाई त के भन्छ मम्मी के भन्छ गरे त्यो कागजलाई हामी गराउन हिँडेकोलाई सिफारिस गराउन हिँडेको छौँ। अहिले चाहिँ मोबाइलमा फोटो खिचेको के त हेर्न सक्नुहुन्छ। अहिले यहाँ मकै कोदो पनि रोप्ने बेला भइसकेछ है। अन्त अहिलेको वेदर चाहिँ यस्तो छ, पानी पर्न लागिरहेको छ। पानी नआइदिए पनि हुन्थ्यो। अहिले हामी वहाँ गएर आउँदासम्म अहिले चाहिँ मम्मी र म हिँडिरहेको छौँ। यता हेर्नु त एकचोटि हाई भनिदिनु न। हात हल्लाएर कि हाई भन्नु ल। आजको दिन के कस्तो हुनेछ म देखाउने छु हजुरहरूलाई। अहिले चाहिँ हामी यो बाटो हिँडिरहेको छौँ है। गाई चरु लास्टै ओह्रालो भएर हिँड्नै जाऊ क्या। अब यो बाटो त बर्खामा हिँड्नुपर्छ सिप लिएर। यहाँबाट हिँडेको त वहाँ तल पुगिन्छ। वहाँ तल खोलामा एकैचोटि हिँड्नै पर्दैन। यस्तो पानी परेर चिसै छ बाटो पनि। अहिले चाहिँ हिँडिरहेको छौँ। बाटो चिप्लो नै छ। बाटो यस्तो टेका गराउनु पर्ने हो कि यहाँ खासमा। यहाँ यस्तो सिधै गराएर म बर्खामा यहाँबाट चिप्लिएको एकैचोटि वहाँ पुग्यो क्या। यस्तो छ है अहिले यहाँ बाटो। लड्किएर यहाँको किरा पनि ठुल्ठुलै भइसकेछ है। देख्न सक्नुहुन्छ यो चाहिँ रातो भब्बुको रुख हो। यहाँ हुन्थ्यो, अहिले फलेर हिँड्छ। हामी यहाँ बल खेल्न आउँदा यहाँको भब्बु खान्थ्यौँ। रातो भब्बु हो यो चाहिँ, गुलियो हुन्छ। यहाँ पनि गिराउनुमा त कति भयो बल खेल्न नआएको। गिराउनु त भइहाल्छ। यस्तो भएछ गिराउनु त। न तल न माथि पानी परेर बल नखेलेको पनि भयो। कति बल नखेलेको पनि भयो होला 20-25 दिन जति भयो होला बल नखेलेको पनि। गिराउनुको हालत चाहिँ अहिले यस्तो छ है। यहाँ झन् धेरै भयो नखेलेको। यहाँ झन् भयो होला 2-4-5 महिना चाहिँ भयो होला। यहाँ नखेलेको अलिक धेरै भयो। टक्कला रातो खुर्सानी पाकेको देख्न सक्नुहुन्छ। खुर्सानी रातो पाकिरहेछ है। मकै खन्न हो क्या मकै खयर बोक्न कसको र त्यत्रो भइसक्यो मकै। बाटोको हालत त अहिले यस्तो छ। गाई चरु
बाटो चाहिँ पानी परेर खतम भएछ। अहिले चाहिँ यस्तो भइरहेको छ हाम्रो गाउँतिरको बाटो। अहिले हेर्न सक्नुहुन्छ बाटोको हालत। अहिले यस्तो छ बाटोको हालत। यो हामी आफैले गराएको यो पनि बस्ने ठाउँ। इरानको अवस्था अहिले यस्तो छ, पुरै पानी चेर के हो यस्तो यस्तो छ है इरानको हालत चाहिँ अहिले। यो वाल पनि हामी आफै उठाएको, यो सब हामी आफै गराएको है। म यहाँ वारी आइसकेँ। बाटो के भएको है यस्तो, पानीले पुरै देख्न सक्नुहुन्छ। यही हो हाम्रो घरको वरिपरि छिमेकीहरूको घर। अहिले त्यहाँ हाम्रो घर अलिअलि मात्रै देखेको छु। त माथिल्लो हाम्रो घर यता छ गाउँ, यता छ गाउँ सब। गाउँघर हाम्रो गाउँघर पुरै खेतले भरिएको गाउँ छ। अहिले म चाहिँ बिहान उठेर खानासाना पनि नखाइकन हिँडेको छु। के खाएको अरे मम्मी? हामीले रोटी मात्र खाएको नि त। हामी रोटी तरकारी खाएर हिँडेको। अब खाना चाहिँ अहिले एकैचोटि घर आएर खानेछौँ। हिँड्दै हुनुहुन्छ मम्मी यता झोला बोकेर। आज चाहिँ यहाँ पनि अलिक धौरो फल्छ कि स्वाछ हे मन्दिर कैचरू। यहाँ दसैँमा रमाइलो हुन्छ एकदम ठुलो दसैँमा। टक्क लाएर आरू आँप सब फलेर छ क्या, हेर्न सक्नुहुन्छ। आरू पनि छ यता। ल यो मन्दिर, यो मन्दिरमा त मैले धेरै 3-4 चोटि म यहाँ पुजेर भयो नि। यो मन्दिरमा क्या धम्लो आएको पानी। हिजो पनि आएको थियो धम्लो। अब बर्खा लागेको छ कि मिर्मी त क्या दामी देखिएको यहाँ त। मिर्मी चाहिँ दामी देखियो क्या। अहिले चाहिँ म यहाँ आधी बाटोमा आइसकेँ। मिर्मी त क्या झन् दामी देखिन्छ यहाँबाट त झन्। अहिले चाहिँ म यता आइसकेको छु। गइसक्यो मम्मी अगाडि गइसक्नु भयो। बाटोको हालत छ यस्तो। अहिले चाहिँ आधी बाटोमा आइसकेको छौँ। यहाँ ड्याम देखाउँछु भनेर हो के अरे, त्यहाँबाट राम्रो देखिँदो रहेछ। अहिले त्यहाँ पर गएर देखाउँला मैले। यहाँ हामीले यहाँ हेर्न सक्नुहुन्छ खयार यत्रो काटेछ नि। यहाँ त पहिला ठुलो पानी आउँथ्यो, अहिले त यत्रो आउनु लाग्यो। यहाँ चाहिँ डरलाग्दो घाँगर छ एउटा। हामी यहाँ पहिला पानी खान्थ्यौँ सानैमा हुँदा। यताउता हामी पानी खाने ठाउँ यही हो। सानैमा हामी यता आउँथ्यौँ। आजभोलि पो आउन झ्याउ लाग्छ र बाटोको हालत पनि निकै खराब भइरहेको छ।
आधी खोला त क्या रात धमिलो आएको छ हेर्नु त धमिलै छ आधी खोला यता छ आधी खोला अहिले चाहिँ हामी यता मोनडाँडा स्कुल जाने बाटोतिर आउन लागेको छौँ पानी धारा भन्ने ठाउँमा आइसकेको छु म चाहिँ यहाँ अहिले घर आउँदासम्म पानी नआए त हुन्थ्यो गाइसहरू पानी आउँछ जस्तो छ मौसम हेर्दाखेरि यस्तो कालै छ पानी आयो भने त झ्याउ हुन्छ नि म यहाँ हजुरहरूलाई ड्याम देखाउन गइरहेको छु हाम्रो घरतिर भएको कालीगण्डकी ड्यामको अवस्था अहिले कस्तो छ म हजुरहरूलाई देखाउने छु यता देख्न सक्नुहुन्छ यस्तो छ ड्याम यता यो चाहिँ आदिमन गाउँ त्यो मिर्मी त्यो ड्याम त्यो चाहिँ हर्मी चराई गाईचरो यता छ त्यो चाहिँ हामी पढेको स्कुल भन्नाले हामी अहिले पनि पढेकै हो बल्ल 1-2 हप्ता भएको छ इक्जाम दिएर बसेको 12 को इक्जाम दिएर बसेको अहिले चाहिँ म हेर्न सक्नुहुन्छ डुङ्गा हिँडिरहेको छ डुङ्गा आदिमा यस्तो धमिलो डुङ्गा हिँडिरहेको छ देख्न सक्नुहुन्छ स्टिमर चढ्न छ भने यहाँ आउनु होला गाइजहरू यहाँ अहिले स्टिमर चढेर शालिग्राम सेदिमिनी जान पाइनेछ स्टिमरमा चढ्न इच्छुक भएको व्यक्तिहरू यता आउनु होला अहिले म डुम्रीचोर पुगेर देखाउँ म चाहिँ फाइनली डुम्रीचोर पनि आइसकेँ डुम्रीचोरबाट अहिले चाहिँ यस्तो देखिएको छ ड्यामको भ्यू यो पारी चाहिँ गुल्मी हो गुल्मीको अरबिनीको बाटो यो चाहिँ हेर्न सक्नुहुन्छ पारीको बाटो चाहिँ पुरा चिल्लो गराएछ पिच गरेर अहिले चाहिँ म डुम्रीचोर आइसकेँ तर लास्टै भिर्के पारी ठाउँमा अहिले चाहिँ म डुम्रीचोर आइसकेको छु डुम्रीचोरको वल्टको भ्यू चाहिँ यस्तो के भयो मम्फी मैले झैँ गर्ने क्या हजुरले मैले झैँ गर्ने क्या हजुरले खुट्टा छन् हजुरले बाटो चाहिँ हामी झर्दैछौँ यो डुम्रीचोर आइसक्यौँ खास त माथिहरू हो कि जानु मम्मी उताबाट आयो नि त हुन्छ अहिले चाहिँ डुम्रीचोर आइसक्यौँ डुम्रीचोरको गाउँ हेर्नुहुन्छ गाईचरोको हामी भैलो खेल्न आउँदा यहीँबाट झर्थ्यौँ सुरुमा पहिला डुम्रीचोर चाहिँ यस्तो छ है सम्म छ रमाइलो छ यो ठाउँ पुरा यो डुम्रीचोर पुरा रमाइलो छ भनेको मोनडाँडा ठिक छ अरे माथि लागेर मोनडाँडा त मान्छे हुन्छ नि के डुम्रीचोरको गाउँ चाहिँ मजाको एउटा करेटाइमा आइसके यहाँ छ एउटा करेटाइ करेटाइको अगाडि यस्तो छ देख्न सक्नुहुन्छ यस्तो छ यताको भ्यू चाहिँ पारी बाटो पारी चाहिँ गुल्मीको बाटो शालिग्राम सेतीभेडी जाने चाहिँ
स्टिमरबाट जाने चाहिँ तलको यसबाटै गाइड्सहरू सिफारिस गराएपछि अहिले चाहिँ सिफारिस बनाएर नि भइगयो। सिफारिस बनाएर म चाहिँ घर जाँदैछु। अहिले चाहिँ टक्क लाएर घाम लागिरहेको छ है। अहिलेको वेदर चाहिँ यस्तो सफा छ कि घाम लागिरहेको छ, देख्न सक्नुहुन्छ। यहाँ घाम लागिरहेको छ। अब म चाहिँ घर जान्छु। घर गएर टक्क बल खेल्न जानुहुन्छ। मम्मी चाहिँ आउँदै हुनुहुन्छ। त्यहाँ म चाहिँ अगाडि दौडिन्छु बल खेल्नको लागि। ड्याममा चाहिँ पानी क्या धमिलो आइरहेछ कि अहिले चाहिँ पानी अझै पनि सफा आएन यार पानी नपर्दा पनि यस्तो छ। गाइजहरू अब म चाहिँ घर गएर बल खेल्न जान्छु। त्यसपछि एकैचोटि साँझ भेटौँला है। गाइज म अहिले बल खेलेर घर पनि आइसकेँ। बल खेलेर घर आएर अब नुहाउनु हिँडिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ कपडा लाइट लिएर हिँड्यो। जालो चाहियो थियो र गाइजहरू म अब नुहाउनु हिँडिरहेको छु। नुहाउनु पर्ने हुन्छ अब। नुहाउनु चाहिँ म यता हिँडिरहेको छु। छ्या हातले छेक्के छ। म चाहिँ नुहाउनु हिँडिरहेको छु। उता छ पुरा गाइजहरू। म नुहाउनु जानु है। भेगुत्ता दौडेछ बाटो। म आएको। मम्मी र बा यहीँ छन्। म चाहिँ गएर नुहाउनु पर्ने हुन्छ। हजुर बोल्न नुहाउनु लाग्यो? हजुर नुहाउने म नुहाउने त अब छोरो म नुहाउँछु अब। छन् पानी त फोहोर खायो क्या है। म नुहाउनु ल गाइजहरू म अब नुहाउनु पर्ने हुन्छ। त्यतै हो लगेरको अब अहिले कस्तो क्रिकेट अरे आएन। गाइजहरू म चाहिँ अहिले नुहाएर आइसकेँ। अब पुलमा तेलसेल लाउनु पर्ने हुन्छ। आजको भ्लगमा यतैतिर इन्ट्री गर्न चाहन्छु। प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुलिदिनु होला।